र मेरो बङ्गुरले खाने भोजन भनेको एकदमै अर्ग्यानिक खुवाउने गर्छु मैले। मकैको पिठो अनि तोरीको पिना, त्यसपछि चामलको ब्रान अनि साथसाथै यो सिस्नो। मेरो बङ्गुरहरूले एकदमै अर्ग्यानिक भोजनहरू खाने गर्छन् र त्यो अर्ग्यानिक भोजन खाएका बङ्गुरहरू मासु पनि एकदम टेस्टी हुन्छ। र मैले आज भने बङ्गुरको चारो सिस्ना पकाउँदै गरेको दृश्य है गाइसहरू। सिस्ना चाहिँ यसरी पकाइन्छ गाइसहरू। यो सिस्नो हो, यो सिस्नो मेरो चुवाचे बङ्गुरको लागि यो चाहिँ सिस्ना हो। ल गाइसहरू, बङ्गुर पाल्नलाई खासै खर्च लाग्दैन है गाइसहरू। यसरी चाहिँ घाँस पनि खान्छ। यो सिस्ना पकाएर दिन सकिन्छ भने घाँस पनि खान्छ। यसरी चाहिँ बङ्गुरको लागि चाहिँ चारो, यो चाहिँ सिस्नो।